नमस्ते। आजको यो रोचक विश्लेषणमा तपाईहरू सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो क्लासिक कथा खोज्दैछौँ जुन सुन्दा सामान्य लाग्छ, तर यसको अर्थ एकदमै गहिरो छ। शीर्षक नै हेर्नुस् न, खस्दै गरेको आकाश र नरिवलको सत्य। हामीले बच्चा बेलामा मोनु खरायोको कथा त पक्कै सुनेका छौँ होला, हैन? एउटा सानो गल्तीले कसरी पुरै तहल्का मचाउँछ भन्ने कुरा यसमा छ। तर आज हामी यसलाई एउटा बालकथाको रूपमा मात्रै होइन, यसले हाम्रो आफ्नै मनोविज्ञान र यो भिडको मानसिकतालाई कसरी प्रश्न पार्छ भनेर गहिरिएर हेर्नेछौँ। ल अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। कथा सुरु गर्नुभन्दा अगाडि तपाईहरू आफै एकपटक सोच्नुस् त, भिडमा मानिसहरू किन यति चाँडै आत्तिन्छन् होला? मतलब एउटा सानो हल्ला कसरी डढेलो जस्तै फैलिएर ठूलो भागदौडमा परिणत हुन्छ। सत्य के हो भनेर नबुझी अरूको पछि लाग्ने यो बानीले कस्तो परिणाम निम्त्याउँछ त? यही महत्त्वपूर्ण प्रश्नलाई दिमागमा राखेर आजको कथा सुरु गरौँ। खण्ड 1। एउटा अचानक ठूलो आवाज। ल एकछिन कल्पना गर्नुस् है, एकदमै सफा नीलो आकाश भएको एउटा शान्त दिन छ। जङ्गलमा सबै कुरा एकदमै शान्तिपूर्ण चलिरहेको छ। यही मज्जाको माहौलमा हाम्रो कथा सुरु हुन्छ। हाम्रो मुख्य पात्र मोनु खरायो एउटा ठूलो नरिवलको रुखमुनि मस्त निद्रामा छ। अब त्यही रुखको हाँगामा केही चकचके बाँदरहरू उफ्रिँदै खेलिरहेका छन्। खेल्दा खेल्दै तीमध्ये एउटा बाँदरले एउटा ठूलो नरिवल तलतिर खसालिदिन्छ र त्यो भारी नरिवल सिधै गएर सुतिरहेको मोनुको टाउकोमा ड्याङ। हो, ठ्याक्कै यही एउटा सानो घटनाबाट पुरै समस्याको सुरुवात हुन्छ। अब सोच्नुस् त, मस्त निद्रामा भएको बेला टाउकोमा त्यत्रो चोट र ड्याङ आवाज आएपछि के हुन्छ? मोनु त झल्यास पिउजिन्छ। ऊ यति धेरै डराउँछ, यति धेरै अत्तालिन्छ कि उसले एकपटक पनि पछाडि फर्केर हेर्ने कष्ट गर्दैन। उसले सिधै एउटा भयानक र भनौँ न एकदमै हास्यास्पद निष्कर्ष निकाल्छ। ओहो, आकाश खस्दैछ। मतलब टाउकोमा के खस्यो भनेर हेर्नुको सट्टा उसले आफ्नो डरलाई नै अन्तिम सत्य मान्यो र ज्यान बचाउन सुई कुच्चा ठोक्यो। यहाँनिर हामीले एउटा कुरा मनन गर्नुपर्छ है। जब हामीले सत्य तथ्य हेर्नुको सट्टा केवल डरको पछि लाग्छौँ, तब के हुन्छ? एकछिन सोच्नुस् त, जब हामी कुनै ठूलो आवाज सुन्दा वा अप्रत्याशित घटना हुँदा त्यसको स्रोत के हो भनेर नहेरिकन हतारमा रियाक्ट गर्छौँ, त्यसले कस्तो खतरनाक अवस्था निम्त्याउन सक्छ। तथ्य जाँच्नुको सट्टा भावनामा बग्दा सधैँ भ्रम पैदा हुन्छ र मोनुले ठ्याक्कै त्यही गल्ती गरिरहेको थियो। खण्ड 2। त्रास छिट्टै फैलिन्छ। यहाँबाट कथाले एकदमै रफ्तार लिन्छ है। मोनु आफ्नो ज्यान बचाउन अन्धाधुन्द दौडिन्छ र उसको यो निराधार डर जङ्गलभरि भाइरल हुन्छ। केही सेकेन्डमै भाग्दै गर्दा उसले अर्को खरायोलाई भन्छ। केही मिनटपछि अरू खरायो साथीहरू के भन्यौ भन्दै छक्क पर्छन् र उनीहरू पनि केही नसोची दौडिन थाल्छन्। हेर्दा हेर्दै एउटा मृग, एउटा फ्याउरो, हुँदा एउटा विशाल हात्ती पनि त्यो त्रासमा मिसिन्छन्। केही क्षणमै त जङ्गलमा जनावरहरूको एउटा भयानक भागदौड मच्चिन्छ। एउटा व्यक्तिको अज्ञानताले पुरै समाजलाई कसरी प्रभाव पार्छ र डर कति छिटो सर्छ भन्ने यो कस्तो अचम्मको उदाहरण हो, होइन र? कसैले पनि आकाश साँच्चै खसेको हो कि होइन भनेर जाँच्ने थोरै पनि प्रयास गरेनन्, बस अरूको पछि लागे। खण्ड 3। सेरा सत्यको माग गर्छ। अब यो भयानक होहल्ला र भागदौडको बीचमा एन्ट्री हुन्छ एउटा शक्तिशाली र विवेकी पात्रको, जङ्गलको राजा सेरा। उसले यो सबै अस्तव्यस्तता देख्छ, जनावरहरू बिना कारण यताउति भागिरहेको देख्छ, अनि सेराले आफ्नो पूरा शक्ति लगाएर गर्जिँदै सोध्छ, तिमीहरू सबै किन दौडिरहेका छौ? साँच्चै भन्नुपर्दा उसको यो गर्जनले एउटा विशाल स्पिड ब्रेकरको काम गर्छ। जति पनि जनावरहरू अन्धाधुन्द भागिरहेका थिए नि, ती सबै सिंहको त्यो शक्तिशाली आवाज सुनेर टक्क रोकिन्छन्। डरले थुरथुर कामिरहेको मोनुले अगाडि सरेर भन्छ, महाराज, हामी भाग्न चाहन्छौँ किनभने आकाश खस्दैछ। हजुर पनि हामीसँगै आउनुहोस्। सुन्नुहोस् त, मोनुले विवेक र तर्कको प्रतीक मानिने राजालाई नै आफ्नो त्यो तर्कहीन त्रासमा तान्ने प्रयास गरिरहेको छ। भिडको मानसिकता यति शक्तिशाली हुन्छ कि यसले जो कोहीलाई पनि आफ्नो प्रभावमा पार्न खोज्छ। तर सेरा अरू जनावर जस्तो हावाको पछि लाग्ने खालको थिएन। भिडको डरमा फस्नुको सट्टा उसले एउटा गजबको निर्णय गर्छ। उसले सिधै प्रमाण खोज्छ र भन्छ, मलाई त्यो ठाउँमा लिएर चल जहाँ तिमीलाई आकाश खस्न थालेको जस्तो लाग्यो। उसले हल्लाको पछि लाग्नुभन्दा सत्य तथ्य पत्ता लगाउने बाटो रोज्छ। यो भनेको साँच्चै नेतृत्वको गुण हो नि, जहाँ सुनेको भरमा पत्याउनुको साटो अनुसन्धान गर्न प्रेरित गरिन्छ। खण्ड 4। सफा र नीलो आकाश।
अब सबै जनावरहरू राजा सेराको पछि लागेर त्यही घटनास्थलतर्फ फर्कन्छन्। भाग्न जति सजिलो थियो नि, त्यही डरलाग्दो ठाउँमा फर्किन उनीहरूलाई त्यति नै गाह्रो भइरहेको थियो। डराउँदै डराउँदै उनीहरू त्यही नरिवलको रुख भएको ठाउँमा पुग्छन्। त्यहाँ पुगेपछि चाहिँ मोनु अलिकति होसमा आउँछ, किनभने आकाश खसेको त कतै देखिँदैन। उसले राजालाई बुझाउँदै भन्छ, म यो नरिवलको रुखमुनि सुतिरहेको थिएँ, तब अचानक ठूलो आवाजसहित ममाथि केही खस्यो। यहाँ मोनुले बल्ल आफूले अनुभव गरेको वास्तविक शारीरिक कुरा मात्र बताइरहेको छ र यसले एकदमै छर्लङ्ग पार्छ कि मोनुले के सोच्यो र वास्तविकता के थियो। एकातिर मोनुको त्यो डरलाग्दो अनुमान थियो, विशाल आकाश खस्दैछ, र अर्कोतिर यथार्थ थियो, बाँदरले खसालेको एउटा सामान्य नरिवल। शेराले भुइँमा लडिरहेको त्यो नरिवल उठाउँछ र माथि सफा आकाशतिर औल्याउँदै सत्य देखाइदिन्छ। आकाश खस्नु र नरिवल खस्नु बीचको यो भिन्नताले नि हाम्रो आफ्नै डरले सृजना गर्ने भ्रमलाई कति राम्रोसँग देखाउँछ। अनि शेराले मायालु पाराले त्यही नरिवलले मोनुको टाउकोमा हल्का छुन्छ। सत्य थाहा पाएपछि सबै जनावरहरूले ठूलो राहतको सास फेर्छन् र आफ्नै मूर्खता सम्झेर हाँस्न थाल्छन्। रुखमा बसेको त्यो चकचके बाँदर पनि हाँस्छ र आफ्नो गल्ती स्वीकार गर्छ। अनि बल्ल मोनुले महसुस गर्छ कि हतारमा डराउनुभन्दा पहिले उसले यताउति हेरेर कुरा बुझ्नु पर्थ्यो। यसरी सम्पूर्ण जङ्गलको माहौल डरबाट हाँसोमा परिणत हुन्छ। खण्ड 5 काम गर्नु अघि सोच्ने। यो रमाइलो कथा त यहाँ सकियो, तर यसले हामीलाई सिकाएको पाठ भने एकदमै गहिरो र जीवनोपयोगी छ। यो कथाको मुख्य नैतिक शिक्षा एकदमै स्पष्ट छ। हामीले कुनै पनि काम गर्नुअघि सोच्नुपर्छ। हो, सुन्दा यो कुरा एकदमै सामान्य लाग्न सक्छ, तर साँच्ची भन्दा जब अचानक तनाव, डर वा आपतकालीन परिस्थिति आउँछ नि, तब यो कुरा लागू गर्न निकै गाह्रो हुन्छ। बिना सोचविचार हतारमा गरिएका कामले प्राय अनावश्यक समस्या र भागदौड मात्र निम्त्याउँछन्। त्यसैले मुख्य कुरा के हो भने यहाँबाट हामीले केही महत्त्वपूर्ण सिकाइहरू लिन सक्छौं। पहिलो कुरा, डराउनुभन्दा पहिले आफ्नो वरपर हेर्ने बानी बसालौं। डरको मूल स्रोत के हो त्यसको खोजबिन गरौं। आत्तिएको भिडको पछि अन्धाधुन्ध नलागौं। र सबैभन्दा महत्त्वपूर्ण कुरा, सिंह शेराले जस्तै जहिले पनि प्रमाण खोज्ने बानी बसालौं। यदि यी कुराहरू हामीले आफ्नो दैनिक जीवनमा लागू गर्यौं भने पक्कै पनि हामी कोही पनि मोनु जस्तो अनावश्यक त्रासमा फस्नुपर्ने छैन। आजको यस विश्लेषणको अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ। जब जीवनमा अचानक त्रास आउँछ, के हामी नसोचिकन भाग्छौँ वा एकछिन रोकिएर माथितिर हेर्ने साहस गर्छौँ? अर्को पटक जब तपाईँहरूको जीवनमा कुनै अचानक ठूलो आवाज वा समस्या आउँछ, मोनुको यो गल्तीलाई पक्कै सम्झनुहोला है। भाग्नुभन्दा अगाडि एकपटक माथि हेर्न नबिर्सनुहोला। आजको लागि यति नै। यो विश्लेषणमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। आफ्नो विचार र विवेक सधैँ प्रयोग गर्नुहोस्।